the damage. हेलो वेलकम ब्याक छ आजको न्यू भ्लगमा। आजको भ्लग चाहिँ ठ्याक्कै दिउँसोको 3:45 छ हो। आज चाहिँ हामी तल अमलेतिर गएको क्या, यसो घुम्दै अमले यता चाहिँ पुरै जङ्गल छ क्या, यता पनि जङ्गल यता पनि जङ्गल हो। यता पनि जङ्गल हामी तिनजना गएको नि त, यता भाइ अविनाश भाइ दुग्देन अविनाश हामी तिनजना गएको हो। बुढी भाइले चाहिँ चर्तीकला देखाउँदैछ, भाइ फेरि देखाउँदैन एउटा भनेर भन्छ मान्छेहरू, त्यही लागि राति प्रायः मान्छेहरू आउँदैन। अन्त बिहानै हाम्रो सरिङ हिँड्दा प्रकारको मजा आउँछ, सुन्नु जान्छ तर्साउनु सक्छ यति बेला। घाम लागिरहेको छ, मान्छेहरू यति बेला हिँड्दै गर्नुहुन्छ। मेरो यति बेला जान्छ राम्रो। आमा यता चाहिँ भाइ कत्रो खोल्चा हेर्नु न, यता चाहिँ दामी छ खोल्चाहरू। खोल्छ त दामी छ, पहिला पानी बग्छ, अहिले बग्दैन। माछा पनि बग्दैन फेरि। माछा नि पाउँथ्यो, कहाँनिर पाउँथ्यो? यहाँनिर पाउँथ्यो। पहिला नि चाहिँ पानी पलाउँथ्यो होइन त्यति बेला। यता माछा नि पाउँथ्यो, कुन माछा पाउँथ्यो? झिङ्गे टाइपको हो। अनि यहाँ त अनि मान्छेले होइन फोहोरहरू फाल्छ, अनि यहाँनिर माछा पनि खान्छ। त्यो पाल्ने माछा कि पाल्ने माछा? मलाई चाहिँ लाग्दैछ यो भने डेड पोल ढुकुताको नानीहरूको कुरा गर्छ। तिमीले देखेको छौ त्यो माछा पाल्ने खालको? मान्छेले चाहिँ किन खाँदैन त्यस्तो माछा? बिमार हुन्छ त्यस्तै अक्साहरू भइदिन्छ। यताको चाहिँ यताको यो गाउँलाई चाहिँ कुन गाउँ भन्छ? यो अब भनेर 0 जग्गा गाउँ त मलाई पनि थाहा छैन। यो गाउँ त उयो होइन तामाङ गाउँ होइन, तामाङसँग जोडेको राई गाउँ, डुङ्ग्रा बस्ती हो होइन। यतातिर चाहिँ घरै घर छ, जङ्गल पनि छैन, तर यता चाहिँ घरै घर छ। जङ्गल त छ, पुरा बारीहरू छ, तर एक दुईवटा घरहरू छ। छ। त्यही लागि यहाँ त्यति डराउने उयोहरू हुँदैन, बस्तीहरू आउँदैन। जताततै घरहरू छ होइन, भालुहरू आउँदैन त होइन? भालुहरू आउँदैन, उयोहरू आउँछ भन्छ। अरू? के भन्छ भाइ? के? के भन्छ नि? के आउँछ? पिककलाई नेपालीमा के भन्छ? मयुर। मयुर आउँछ। मयुर चाहिँ कतिको आउँछ? हेभी आउँछ भन्छ। त्यस्तो जोडाउँछ। अनि के गर्नु? पिकअपलाई चाहिँ पक्रियो भने तिमीले के गर्थ्यौ होला? पिककलाई त अब पक्रियो के अन्त पहिला नि भन्छौँ होइन, त्यस्तो मजुरहरूलाई पक्रियो भने चाहिँ पाप लाग्छ भन्छौँ। किनभने हाम्रो पहिला नै जहाँ हाम्रो आमाहरू बस्नुहुन्थ्यो त्यहाँ एउटा मान्छेले पिकअप मारेको थियो, मयुर मारेको थियो। त्यति बेला चाहिँ भन्छ कि त्यो मान्छेकोमा चाहिँ सबै थियो, तर जबदेखिको त्यो मान्छेको मयुर मार्यो त्यसकै भोलिदेखिको त्यो मान्छेको जति गाई थियो गोरु थियो सबै मर्न थाल्यो। अन्त त्यो त्यसलाई बिमारीहरू लाग्न थाल्यो भन्छ। त्यही लागि मयुरहरू चाहिँ त्यति मार्दैन, भगवान्को ठिकै हो। दामी भाइले चाहिँ जे होस् ऊ मयुरहरू उसले चाहिँ जे होस् होइन, उसले चाहिँ राष्ट्रिय पन्छीहरूलाई चाहिँ मार्नु हुँदैन भनेर चाहिँ उसले चाहिँ धेरै सिकेको रहेछ होइन। उसले चाहिँ धेरै ज्ञानको कुराहरू धेरै भिडियोमा प्रस्तुत गर्दैछ, ठिकै हो, गुड छ। तर होइन पछाडिको त्यो 3जना भैयाहरूले चाहिँ के भन्न थाल्छ, यो भाइ त भ्लगर नै रहेछ क्या, त्यो राम्रो भ्लग अङ्कलले पनि हेरेको होला, त्यही लागि त भन्नुभयो। हेर्छ होला नि के थाहा, तर होइन हामीले भ्लग बनाउन छोड्ने अमले त निकै तल हो, निकै तल हो। यता त मन्दिरहरू रहेछ हो, यता चाहिँ सानो सानो त्यो नागभूमिहरू होला। नागभूमिहरू यतातिर पिसाब हुँदैन भन्छ, पाप लाग्छ। के चाहिँ सापहरू आउँछ। तर यहाँ पुरा कतिको अरे भाइ? ल ठिक छ। कमिलाको गुरुहरू पनि यहाँ पुरा पाउँछ, त्यही लागि रुखहरू बेसी हलाउनु हुँदैन। यहाँ चाहिँ कुन मन्दिर छ होइन? हामी त क्रिस्चियन हो होइन, अब हामी त मन्दिरतिर जानु हुँदैन।
जिउहरूलाई भन्नुपर्ने रहेछ यहाँको नेताको। अब यहाँको होइन अब यो गाउँ बस्तीको अब एउटा होइन ठुलो अध्यक्षहरूलाई भनेर यो चाहिँ बाटोघाटो चाहिँ अलिकति ठुलो बढाउनु पर्छ होला होइन। अब यतिको बाटोमा चाहिँ होइन गाडीहरू आयो भने चाहिँ अब कसरी बाटो दिने कसरी जाने अब त्यो एउटा ट्रक आयो भने एउटा ट्रक नै रोकिन्छ क्या। बाटो खाली खाली रहेछ, बाटो पुरा खराब रहेछ। खराब नै छ। हामी चाहिँ यसो यहाँ मन्दिर रहेछ हो, मन्दिरतिर आएको छु होइन। यो मन्दिर चाहिँ अलिक सानै टाइपको छ तर राम्रो रहेछ। कुन हो यो फललाई के भन्छ? गाइस तपाईहरुलाई थाहा छ भने कमेन्ट गरेर भनिदिनुस्। यो फललाई के भन्छ गाइस? देखाउ त। हटाउँछ यो। खोइ म त जान्दिनँ। तर अहिले पानी छैन। त्यहाँभित्रको पानी पनि हुँदैन। जाऊ यो खायो भने मर्ला है, घटाउन खायो। खोइ खाऊ न खाऊ। हुँदैन नि। जाऊ पग्लाएन नि। पग्ला नानी किन टिपेको त? ठिकै गाइस। हामी चाहिँ मन्दिरतिर आइसक्यौँ होइन। यहाँ चाहिँ के लेखेछ भने गएर देख्न सक्नुहुनेछ। हिँड न हिँड, घन्टी पनि बजाइदिएको। मन्दिरभित्र हामी चाहिँ फाइनली आइसक्यो, पुगिसक्यो। यिनीहरूले त टोक्छ क्या, टोक्दैनौ टोक्दैन होला। अङ्कल यो कुकुरले टोक्छ? टोक्दैन हो, चिन्छ यो कुकुरले, केही गर्दैन। देख्यो कस्तो ज्ञानी पो छ त, देख्यो ज्ञानी छ नि। मन्दिरको कुकुर हो, सानो ज्ञानी हुन्छ, कहाँ त्यसै टोक्छ मान्छेलाई। यता चाहिँ दामी रहेछ यो डाँडालाई चाहिँ के भन्छ केटा? कस्तो दामी छ त। यता चाहिँ पुरै दामी रहेछ, भ्यू चाहिँ कडा आइदिरहेको छ। यता चाहिँ दामी भ्यू। यो डाँडालाई चाहिँ कफेर भन्छ, यो पल्लो डाँडालाई चाहिँ कफेर भन्छ। यताकोलाई चाहिँ बस्ती गाउँ हो, सबै बस्ती गाउँ हो। यता तलदेखि नै यता तल पनि घरहरू रहेछ होइन। यता तल पनि घरहरू रहेछ, तल तल मकै बारीहरू रहेछ। यता तल पनि घर रहेछ, कति राम्रो टाइपको। उहाँनिर पनि बस्ने ठाउँ रहेछ। मान्छेले घर चाहिँ दामी दामी बनाउँछ है। यताको चाहिँ दामी छ क्या भ्यू चाहिँ। यता माथिको तल दामी दामी छ, कस्तो दामी भ्यू छ भाइ।
चाहिँ दामी छ है दाजु पप्पी आज मिठाई त छैन के खान्छस् मिठाई त हामीले ल्याएन बिस्किट भए त दिन्थ्यो होला तर हामीसँग छैन यताको चाहिँ मन्दिर दामी रहेछ है ल छोड्ने नचल यताको चाहिँ मन्दिर दामी रहेछ यताको चाहिँ मन्दिर दामी रहेछ बस्ने ठाउँ रहेछ देख्न सक्नुहुन्छ चाहिँ मन्दिर यहाँनिर यो गणेश स्कुलदेखि अलिक तलतिरको मन्दिर हो तपाईँहरू पनि आउनुहोस् होला यहाँ पूजाहरू गर्नलाई राम्रो छ मन्दिर पप्पी हजुर यो चाहिँ अघिदेखि होइन अब यो चाहिँ हेर्दाखेरि होइन टोक्ने टाइपको थियो तर यो चाहिँ दामी यो राम्रो कुकुर रहेछ हौ हजुर पप्पी ए पप्पी 5 minutes later. अब चाहिँ हामी एकछिन मन्दिर आएको हो होइन अब हामी यहाँदेखि एकछिन यहाँ बसेर अब 5 मिनट जस्तो बसेर अब घर जान्छौँ हामी चाहिँ आउने चाहिँ यहीँसम्म मात्र आएको हुन्छ यसो घुम्दै पप्पी त्यो कुकुर चाहिँ कुद्दैछ गिटार यहाँनिर चाहिँ होइन के हुँदैछ कस्तो लाग्दैछ केटा हो यो ठाउँ चिल छ चिल भन्नाले दामी छ है दामी छ पिस ठाउँ छ नि त अब चाहिँ हामी होइन अब यहाँ एकछिन बस्ने 5 मिनट जस्तो हामी घर फर्किहाल्छौँ है यहाँ चाहिँ यस्तो दामी पिस ठाउँ रहेछ क्या भ्यू चाहिँ दामी भ्यू पोइन्टै भन्दा नि क्या यो ठाउँमा चाहिँ नजिकै मन्दिर पूजा गर्नलाई नजिकै भ्यू पोइन्ट बस्नलाई चियरहरू छ अगाडि घुमफिर गर्नलाई त्यो ठाउँ छ दामी छ 5 minutes later. थ्याङ्क्स फर वाचिङ भिडियो तपाईँहरूलाई ब्लग कस्तो लाग्यो प्रतिक्रिया राम्रो दिनुहोलास् र सक्दो सपोर्ट सबैजनाले गरिदिनुहोलास् मेरो यति नै भनाइ छ।